केटीले फुटेको आँखाले हेर्दैन आँखाले 200 रुपियाँ फ्याँकेर भयो नि अब सबजनाले होइन हाम्रो काम चाहिँ त्यही हो अब यो चाहिँ थमेलको उयो मालिकको छोरो हो यो चाहिँ पुरै यो झाड पोछा लाउने थमेलमा अनि यो चाहिँ थमेलमा बसेर त्यो लेख्ने काउन्टरमा अनि त्यो गर्ने के अनि म चाहिँ केही होइन यस्तो छ है हाम्रो गाउँको ब्लग चाहिँ बनाएको छ हो कि होइन हल्ला गर्ने के भन्ने यस्तो बबाल छ ल म आइरहेको छु माकुरी टन बाबु अरे उहाँ पुरै एक गरेको यो साह्रै बिजोग भयो